हेलो हजुर नमस्कार नमस्कार के छ तपाईँहरूको खबर दर्शन नमस्कार होइन म आज एउटा सानो प्रयास एउटा कार्यक्रम लिएर म उपस्थित भएको छु तपाईँको धीरज गौतम होइन तपाईँको माझमा भने तपाईँको पल सुखम रहोस् होइन के गर्दै हुनुहुन्छ कता हुनुहुन्छ होइन कस्तो लाग्छ तपाईँलाई कृपया राम्रो माने कमेन्ट गरिदिनु होला नराम्रो माने प्रतिक्रिया सल्लाह सुझाव दिनु होला आज यस सुवर्ण अवसरमा तपाईँको यो बेलुकीको समयमा आजको लोक चौतारी कार्यक्रम लिएर म उपस्थित भएको छु तपाईँको माया साथ सपोर्टले गर्दा होइन आज यसरी हामी नयाँ पुराना गीतहरू म तपाईँलाई यहाँबाट बजाउने गइरहेको छु कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु होला हामी एउटा गीत राख्न गइरहेका छौँ तपाईँहरूको माझमा भने यो गीत एकदम पुरानो भाका रहेको छ रुमाल हल्लाइ हल्लाइ बोलाउन त बोलायो मायाले मलाई अघि कल्लाई यस गीतमा स्वरबद्ध गर्ने कलाकारहरू हुनुहुन्छ यस गीतमा भने चर्चित लोकदोरी गायक विष्णु माझी र चर्चित लोकदोरी गायिका कुलेन्द्र विश्वकर्माको सुन्दर आवाजमा सजिएको यो गीत सुनाउँछौँ त्यसपछि आउँछौँ हामीले अन्तिमसम्म हेरेर साथ दिनुहोला कता कता थिएमा टोलाको ए बेलामा सानोले बोलाको रुमाल हल्लाइ हल्लाइ ए बोलाउन त बोलायो मायाले मलाई हो कि कलै थिएमा टोलाको ए बेलामा सानोले बोलाको रुमाल कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रियाको रुमाल हल्लाइ हल्लाइ कस्तो लाग्यो तपाईँलाई एकदम मिठो चर्चित भाका हामीले बजाएका छौँ होइन प्रयास गरिरहेको छु भन्दै कार्यक्रममा अब हामी अर्को भाका लाग्न गइरहेका छौँ यो चोखो माया मर्दैन आशा एकदम पुरानो भाका रहेको छ यो गीतमा स्वरबद्ध गर्ने कलाकार हुनुहुन्छ चर्चित लोकदोरी गायिका विष्णु माझी र चर्चित लोकदोरी गायक
एम छेत्रीको आवाजमा यो गीत सुनौ त्यसपछि पुराना भाका भनेर पुराना भाका भन्छ जो चिज पनि पुरानै राम्रो हुने क्या तिम्रो नाम त रगतले मुटुभरि लेखा छ ज्योतिषीले सिनामा हेर्नु पर्दैन। एम छेत्री विष्णुमाजीको आवाजमा सजिएको एकदम पुरानो मार्मिक गीत बजायौँ। अब हामी अब नयाँ पुस्तातर्फ पनि लागौँ कि भन्ने अब लागेको छ होइन। नयाँ पुस्तामा हामी अब नयाँ गीत केही समय अगाडि आएको गीत लगभग समथिङ 5-6 महिनाको आएर पनि यस्तै भयो होला यो गीत बजारमा सार्वजनिक भएको भागौँला त्रिशुली तरेर बोलको गीत रहेको छ। यसमा स्वरबद्ध गर्ने कलाकारहरू हुनुहुन्छ यसै गरी चाहिँ चर्चित गायक शान्तश्री परियार, यसै गरी चर्चित गायिका शीतल गुरुङको आवाजमा सजिएको यो गीत तपाईँको माझमा राख्छौँ। हामीलाई सुनेर साथ दिनुहोला। नमस्कार। ಎಸಿಯಲ್ಲಿ ಚಿಲ್ ಮಾಡೋಣವಾ?
छुटिँदा पिर तिम्रो लक्षिणको उज्यालो शिर तिम्रो भागमला त्रिशुली तारेर भागमला त्रिशुली तारेर लैजाउँला सिन्दुरै भरेर एकैछिन छुटिँदा पिर तिम्रो लक्षिणको उज्यालो शिर तिम्रो भागमला त्रिशुली तारेर भागमला त्रिशुली तारेर लैजाउँला सिन्दुराई भरेर भागमला त्रिशुली तारेर लैजाउँला सिन्दुराई भरेर भागमला त्रिशुली तरेर एकदम चर्चित छोटो समयमा यो गीतले पनि धेरै भ्युज ओगट्न सफल भएको गीत गाएको छ। शान्तिश्री परियार शीतल गुरुङको आवाजमा सजिलो एकदम मिठो गीतमा पर्छ यो गीत पनि साधनका। अब हामी अर्को एउटा रमाइलो गीत चर्चित गीत हामी अर्को एउटा गीत बजाउन गइरहेका छौँ। धनगढीको बसमा आहा कति रमाइलो बोलको गीत रहेको छ। यसमा स्वरबद्ध गर्ने कलाकार हुनुहुन्छ अमृत सापकोटा, यसै गरी समीक्षा अधिकारी, यसै गरी कमला घिमिरेको आवाजमा यो गीत सुन्नुहोस्। त्यसपछि आउँछौँ हामीलाई सुन्दा साथ दिनु भयो त। विशाल एंटरटेनमेंट प्रेजेंट्स चस्मा हिँड्नै लायो रात्रि बस्याबाट को आउने हो लिनलाई त्यहाँबाट धनगढीको बसमा ए मेरी छुच्ची नक्कली ल्याइदिएको छु चस्मा ए मेरी छुच्ची नक्कली ल्याइदिएको छु चस्मा धनगढीको बसमा आउँदा मलाई ल्याइदिनु चट्ट कालो चस्मा। कालै चस्मा ल्याउनु होला, हरियो निलो नल्याउनु होला होइन। यस गीतले यस्तै भन्नु खोजेको छ। धेरै धेरै धन्यवाद यो गीत सर्वोच्च गर्ने कलाकारहरूलाई। एकदम मिठो गीत चाहिँ बजारमा ल्याएकोमा धेरै धेरै बधाई
दिन चाहन्छु तपाईँको कार्यक्रममा। अब हामी अर्को गीत सुनाउँछौँ, त्यसपछि हामी फेरि पनि आउनेछौँ। अर्को गीत तपाईँको लागि तयारी अवस्थामा छ, हामीलाई सुनेर हेरेर साथ दिनु होला हैन भन्दै तपाईँको माझमा अर्को गीत हामी प्रस्तुत गर्न गइरहेका छौँ। यो गीत सुनाउँछौँ, त्यसपछि आउँछौँ, हामीलाई सुनेर साथ दिनु होला। किन चल्दैन त यो? नेटले काम नगरे हो कि खास के भइरहेको? सँगसँगैले यसैगरी सम्झना भन्दरी सजिलो बहुत मार्मिक सुरेश चर्चित र सँगसँगैले भन्ने बित्तिकै लग्यो रिसकेर एउटा खण्डै हो। सँगसँगैले गाएको गीत त्यो गीत कम छ सब गीत कस्तो बहुत मनपर्ने गायक हुनुहुन्छ सँगसँगैले। परिवार समाज आफ्नै आँगनसम्म पुग्न साथी चाहिने बेलाका बाद दुई मुठी जाउलो पनि अर्कैले खुवाइदिनु पर्ने बेला भएकी आमा भर्खरै आफ्नो जन्मघर छोडेर मसँग बिहे गरी आएकी प्यारी श्रीमती आफैले आजसम्म खेलेको यो पाखा पखेरो अनि आफ्नै सालनाल गाडेको यो प्राणवन्त प्यारो धरती, यी सबै छोडेर कहिल्यै नदेखेको बिरानो मुलुक पुगेर रगतलाई पसिनाएर बेच्ने रहर त कहाँ थियो र? मेरै देशमा बसेर कर्मले देश बदल्छु भन्ने सोच र साहस गर्ने मान्छे के गरिन यहाँ? तर यहाँ जे गरे पनि साँझ बिहान हातमुख जोड्न पनि त धौ भयो। अनि अमिलो मन पारेरै होस् कठोर निर्णय गर्नु र परदेश हिँड्नु बाहेक
कापर इतना महंगा? एकदम मिठो खर्चा तो मैंने अपनी शादी पे नहीं किया था। अब हामी कल कर वरना मैं किसी और को कार्यक्रमको फोन करूंगा। हाँ अन्तिम तर्फको गीत सुनाउनु क्यों गएको बेटा छ। घोड़ा? पुरानो गीत इतनी महंगाई में भी इतने सुन्छौँ। सस्ते होटल। लोगों को कुछ सीखना चाहिए। पुरानो गीत या फिर बिमा उन्हें भएको सिखा थियो दो। बिमा कुमारी बम्बई, कुरा दिल्ली, यसरी बैंगलोर, गाडी परिवार हर जगह सस्ते होटल डील्स अप्लाइड। That's when you know it's chunky pie. है त Chunky pie. हे आछुतले न मूर्ति पूजेको मूर्ति पूजेको पुजारीले छछैन बुझेको रुँधेको छ यो खोलीको तिमीको नखाने मैले छोएको छु हो मूर्ति पूजेको हो मूर्ति पूजेको पुजारीले छछैन बुझेको रुँधेको छ यो खोलीको तिमीको नखाने मैले छोएको छु यो खोलीको तिमीको नखाने मैले छोएको छु। हस् आजको कार्यक्रम यति नै। मेरो साथ दिनुहोला। नमस्कार।